हाई गाइस, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ नि अब हामी दक्षिणेश्वर जाँदै थियो होइन। अन्त त्यही अब तपाईँहरूलाई दक्षिणेश्वर कस्तो रहेछ के रहेछ त्यही देखाउने छु। अन्त हामी चाहिँ अब बिहानै 6 बजीतिर उठेर नुहाएर रेडी हुँदै थियो। अन्त रेडी भएर चाहिँ 8 बजीतिर निक्लेको होला निक्लिनु चाहिँ हुनु चाहिँ त्यही हेर्नुहोस् होला। साथीहरू सबै रेडी भएर हो। यहाँ अर्को साथी। अन्त अब त्यहाँ जानुको लागि चाहिँ हाम्रो जग्गाबाट बस दिनु थियो। हाम्रो जग्गा यता हामी जहाँ बस्छौँ त्यहाँबाट चाहिँ 1 घन्टा लाग्ने थियो। 1 घन्टा होइन 1.5 आवर्स लाग्ने रहेछ। अन्त हामी चाहिँ बस कुरिरहेको थियौँ यतिखेर चाहिँ। हामीलाई फेरि अब याद छैन कुन चाहिँ बस हो के हो होइन। अन्त सोध्दै जान्छ। अन्त यो यतिखेर चाहिँ हाफ एन आवर भइसकेको थियो र बसमा चढेको, तर सिट पाएको थिएन आधी घन्टासम्म मैले पनि। अन्त यसरी उभिनु परेको थियो। अन्त सिट पाएर चाहिँ मैले रेकर्ड गरेको। अन्त दक्षिणेश्वर चाहिँ हामी पुगेको गङ्गाको छेउमा आएछ। अन्त यही हो दक्षिणेश्वर चाहिँ। यता माथि ब्रिज, स्काई ब्रिज के भन्नु चाहिँ स्काई ब्रिजबाट जानु पर्दैछ तल बस स्ट्यान्डबाट झरेर होइन। अन्त अब यता हामी त्यो प्रसादहरू किन्यौँ। यतै पुरा मान्छेले बोलाउँदा थियो। अन्त यो चाहिँ मैले किनेँ, एउटा प्रसाद किनेँ। अन्त अरू साथीहरूले पनि किन्दै थियो। अन्त अब मन्दिरभित्र चाहिँ हामीलाई फोनहरू आफ्नो ब्यागहरू केही लानु दिँदैन रहेछ। अन्त हामी चाहिँ बाहिरै छोडेर गयौँ र भित्रको त केही छैन त्यस्तो भिडियोहरू होइन। अनि फेरि यो भुइँ पनि घामले पुरा त्यो तात्तिँदो रहेछ। अन्त खुट्टा पोल्ने खुट्टै त्यो छाला त्यो भइरहेको छ पिल्छेको जस्तै। अन्त यो चाहिँ त गङ्गाको छेउमा मान्छेहरू डुब्कीहरू लाउँदै रहेछ टाढो जग्गाबाट आएर। अन्त आज फेरि रामनवमी पनि थियो हो, पुरा भिड। अन्त फेरि सन्डे पनि पर्यो। अन्त त्यसपछि त हामीले दर्शनहरू गरिसकेर बाहिर आएर चाहिँ यही छोला भटुरे खायो। अन्त अब यो चाहिँ घामले गर्दा हाम्रो हालत यस्तो भइसकेको थियो। घाम चाहिँ पुरै डरलाग्दो थियो। अन्त फेरि फोटो खिच्दै थियो नि त साथीहरूले। अन्त त्यही पर्खेर बसिरहेको। ल आजको लागि चाहिँ यति नै हो। घर आएर चाहिँ मजाले सुते टाउको दुखेर। सो बाई बाई। अर्को भिडियोमा